अहिलेको आन्दोलनमा राप्रपा राष्ट्रपा र यो दुर्गा प्रसाईको कार्यकर्ताले यो अलि सरकारी सम्पत्तिमा आगो लगाउने गरेका छन्। अदालतमा आगो लगाउने र सर्वोच्च अदालतमा आगो लगाउने, संसद भवनमा आगो लगाउने, यिनीहरूले रिसिबीको कारणले गर्दाखेरि अहिले यो सरकारले रविलाई जेलमा हालेको हुनाको कारणले गर्दाखेरि यिनीहरूको रिसिबीले अहिलेको यो संसद, सर्वोच्च अदालत र यो नेताहरूका घरहरू र यिनीहरू जलाउने काम यिनीहरूको हातबाट भएको छ। यिनीहरूको हातबाट जेएनजीले स्वतन्त्र आन्दोलन गरेको छ र यिनीहरूको हातबाट अहिले यही मौकामा गर्दाखेरि यिनीहरूले हात हालेर सर्वोच्च अदालत, संसद र सम्पत्तिमा आगो लगाउने काम यिनीहरूकोबाट भएको छ। यिनीहरूले अहिलेको यसमा राजनीति धेरै खेलेको छ र यस कारणमा रवि पनि जेलबाट छुटेपछि कैदीहरू कति भागे भनेपछि तपाईँले बुझ्नु पर्ने कारण के छ भनेपछि तपाईँले बुझ्नु भएको छ नि। रवि बाहिर निस्केपछि कैदी सबै जेलबाट कैदीहरू भागेका छन्। त्यही कारणले गर्दाखेरि यिनीहरूको हात ठुलो छ। यिनीहरू नेताहरूलाई घर जलाइदिने, सरकारी सम्पत्तिमा आगो लगाउने, सर्वोच्च अदालत जलाउने र संसद जलाउने यिनीहरूको हात भयो। यिनीहरूले रिसिभीको कारणले गर्दाखेरि यिनीहरूले सरकारी सम्पत्तिमा ध्वस्त बनाएका छन्। यिनीहरूलाई कारबाही गर्नुपर्छ र चितवनमा पनि पत्रकारको घर जलाएका छन्। यिनीहरूको समर्थन नबोलेको कारणले गर्दाखेरि एकजना, मैले नाम लिन्न, एकजना पत्रकारको घर जलाएका छन्। उनीहरूको सपोर्ट नगरेपछि उनीहरूले त्यो घर पनि जलाइदिएका छन्। यस्ता समर्थन नगरेको कारणले यिनीहरूले जलाएका छन्। तपाईँहरूले अहिलेको सरकारले यो छानबिन गरेर को दोषी छन् तिनलाई कारबाहीमा ल्याउनुपर्छ। माग हाम्रो यही छ। सबैजनाले यो हाम्रो सम्पत्ति हामी विदेशबाट कमाएको पैसाले, हाम्रो रेमिटेन्स पठाएको पैसाले तपाईँहरूले त्यहाँ बनाएको, तपाईँहरूले यस्तो नोक्सान गर्ने, यिनीहरूले क्षतिपूर्ति माग्नुपर्छ, क्षतिपूर्ति गर्नुपर्छ र यो बनाउने काम पनि राप्रपा र दुर्गा प्रसाईका कार्यकर्ताले सहयोग गर्नुपर्छ। यो यिनीहरूलाई क्षतिपूर्ति बुझाएर यो बनाउनुपर्छ। हाम्रो देश विदेशबाट हामीले रेमिटेन्स पठाएर तपाईँहरूले त्यो भवन, सर्वोच्च अदालत र ठाउँमा सरकारी सम्पत्तिहरू बनाएको थियो, तपाईँहरूले जलाउने काम भएको छ। त्यही भएर तपाईँहरूलाई मैले के भन्न चाहन्छु भने अहिलेको सरकारले यो छानबिन गरेर यो राष्ट्रपालाई र दुर्गा प्रसाईका कार्यकर्तालाई छानबिन गर्नुपर्छ भन्ने मेरो माग छ।